कोसँग बोल्दै रहेछ कालचे हेरौँ है त छैन टिकटकमा क्याप्चर गर्छ कोसँग ल पर्या रहेछ कहाँ हिँडेको झोला बोकेर पहिलो हिँडेछ यो त देखायो पो त देखायो पो त केटाले हो भुँडी यसरी हो नि त घट्ने दियो पो त अरूले पा झिक्छ यस्तोबाट हामी चाहिँ यस्तो झिक्छौँ है गाई खोलाबाट कहाँ हिँडेको फर्की फर्की घर फर्की घर फर्की नखराउन न लु कहाँ हिँडेको यो दादा घर फर्की घर घर ल मोदिर्ने चाहिँ के गर्दै हुनुहुँदो रहेछ त यहाँ लान्छु लान्छु मात्रै भनेर हुन्छ किनिदिन सक्नु पर्यो चिजबिजहरू सक्नुहुन्छ कि सक्नुहुन्न भन्नु पर्यो एउटा हट 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 खोइ त कुद्दैन रहेछ ए बुढापाकाले चाहिँ किन यसरी धुरी नचढ्नु भनेको थियो अरे अब घोडा कुद्थ्यो धुरी कुद्दैन नि त त्यही भएर भनेको होला क्या आमै आमा त ढेड जस्तै देखिँदो रहेछ परबाट यता फर्किँदा अघि थोरै आएको थियो उता फर्किँदा उतो फर्किँदा एक लौरी पनि दुई भाटाको कहाँ हान्नु मिल्दैन अब यसलाई के भन्छ ए बुलकी बुलकी भनेको चाहिँ कस्तो हुन्छ बुलाको डल्लो झुम्के झुम्के बुलकी झुम्के मन्दिरको डुप्पाको आमाले झुम्के कि सारा लाउने झुम्के लाउने भने अरे हलै दिन लगाइदिनु अरे नलाउनु लाएपछि झुम्के लाउने भन अरे डुपाउन माउ के थियो र डुपाउनु बुढा पामा कि झुम्के साइडी झुम्के लाउने कि सारा लाउने लालो झुम्के लाउने नै भनेर ल्याउँदाखेरि झुम्के झुम्के नै भन्नु डुपामाले कि डुप्पाको आमा ल ठिक छ यहाँनिर घाम लागेछ यहाँनिर यी सुँगुरहरू सुँगुरे एउटा चाहिँ लडाइयो होइन जाऊ तिमी पनि पत्कर पुर्याउनु एउटा डोको लिएर नगै नहुने उच्च ठाउँ नसिकेको छैन कल्लो कल्लो दाना भएको अहिले भने तरकारी टिप्दैछु दाना त छैन अहिले नै अहिले चाहिँ म गाई सिमी तरकारी टिप्दैछु तरकारी अहिले छिपेको सानो टिम पर्छ कि उपर छ उपर छिपेको टिप्नु पर्ने हुन्छ छानेर उयो माथि हेर्नु त झर्न छैन अहिले कहाँसम्म आएको कल्लो तिमी झर्छ तप लगाएर पछि कहाँ चाहिँ तिमी लाग्छ अस्ति तिमी लाग्छ अजाना छुले तेरी लरी झर्नु न कन्टेन्ट हुन्छ यार अनि म चाहिँ मार्नु खोजेँ क्या मलाई कन्टेन्ट भन्नु पुग्छ मिसाउनु पर्छ यति त पुग्छ आमा कस्तो उभिनु त बसेको उठ्नु सक्दैन उठेपछि फेरि बस्नु सक्दैन होइन हामीलाई बोकेर कुदाएको अब मलाई बोकेर कुदा भन्नु न गएको आमालाई बोक्नु न खोइ पुच्चोतिर जिउ दुख्छ अरे हड्डी सालामा दुख्छ हड्डी मात्रै दुख्छ दुकानमा तपाईँ दुख्यो मासु अब उभि त उभि गाइज होइन मलाई सबैले आपा आपा भन्नु थाल्यो के हुन्छ त नि भन्नु न त आपा
खोइ भन्दा त मरिस हालेलाई गाइस भ्यान्टाको दाना ए भ्यान्टा तरकारी अनि आलु आलु सिमी 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 यो 3 थोक मिसाएर चाहिँ तरकारी बन्दैछ हाम्रो घरमा आज भित्र उ करेलाको मुन्टा छैन ए करेला मुन्टा पनि 4 थोक मिसाएर आमा हामी त धनी भइएछ त है तरकारीको 4 थोक मिसाएर खानु अहिलेको उमा भनेको थोरै हो आमा मामा मलाई भने कति बेला जानु दिनु मोमो ल्याइदेऊ अब हार जाने हो नि आमा लु यहाँ आउनु त पारीको एलम्बर राजा हेर्ने तपाईँ जा पर्दा म यहाँ देखाइदिन्छु यहाँ आउनु त आउनु लु आउनु है आमा एलम्बर राजा हेर्न आउनु है आमा अब हाम्रो आमा पनि एलम्बर राजा हेर्न आउँदै हुनुहुन्छ यहाँ आउँदै हुनुहुन्छ एलम्बर राजा हेर्ने नि त ल यहाँ सब लाइन लगाएर बस्ने है ल यहाँ आउनु यहाँ हेर्नु है यहाँ अब यहाँनिर यहाँ फोनमा हेर्नु है एलम्बर राजा बुइपामा भएको ऊ त देख्नुभयो हो यही हो यो ठुलो बिराज के रातो पहिलो यही हो लोटरीमा नि हेऱ्यो भन्दाखेरि एलम्बर राजा ऊ यो कामटी बन्द आयो पनि त्यहाँ हेरेर आएछ देख्नुभयो अहिले त्यत्रो टाढो आँखाले देखिन्छ त यहाँ मोबाइलमा तानेर हेर्नु पाइयो आमा खुसी लाग्यो राम्रो हुन्छ हेरेर कस्तो छ पनि त्यस्तै हो आमा पारी गएपछि भुइँमा चाहिँ त ऊहरू ओछ्याएको छ गोबर चाहिँ गोबर केराहरू यहाँ यो त यहाँको भइहाल्यो यिनीहरू त देख्यो नि त आमा एलम्बर राजा देख्यो होइन आमा ल आज गाइज होइन यस्तो राम्रो दिन भएको छ नि यस्तो राम्रो दिन भएको छ नि होइन मलाई चाहिँ आज के विचार आयो त मनमा भन्दाखेरिमा के विचार आयो त म बुइकलतिर पस्दैछु होइन अनि यो चाहिँ हाम्रो बुइकल भन्छ यसलाई चाहिँ आमामा कोदो चाहिँ लगभग अब आधी पो कुटिसकेको छ नि त सबै म चाहिँ किन बुइकलमा छिरेँ भन्दाखेरिमा अब किन छिर्यो त हाम्रो फेरि बुइकलको झ्याल चाहिँ एकदम सानो हुन्छ क्या यस्तोरी छिर्नु पर्यो भने त लास दुखाउँछ हौ छिर्नु पर्ने ओहो म बुइकलमा चाहिँ किन छिरेँ भन्दाखेरिमा माथि धुरीमा मलाई चाहिँ होइन धुरीमा पसेर वरिपरिको सबै हेर्ने मन भयो क्या अब कस्तो देखियो त धुरीमा पसेर भन्दाखेरिमा चाहिँ यस्तै बवाल देखियो है त ल सरर हेर्दै हेर्दै आउँ है त गाइजहरू आज चाहिँ यस्तो दामी यस्तो सफा दिन भएको छ नि अनि सो यसमा चाहिँ म अझै माथि गएर हेर्नु पऱ्यो यहाँ गएर छाना बसेर क्या अरू घोडा चढ्छ भन्दैमा तिमीहरू धुरी नचढ्नु भन्थ्यो म चाहिँ धुरी चढ्छु ल आज यहाँ के हुँदो रहेछ हट घोडा हट 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 घोडा हट 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 खोइ त कुद्दैन रहेछ ए बुढापाकाले चाहिँ किन यसरी धुरी नचढ्नु भनेको छ अरे अब घोडा कुद्थ्यो धुरी कुद्दैन नि त त्यही भएर भनेको होला क्या नचढौँ अब जाउँ लडिन्छ फेरि चिप्लेर त कहाँ पुगिन्छ चिप्लिँदो रहेछ हौ ल गाइस यहाँ धेर बस्यो भने फेरि मेरो दशा निस्किन्छ म चाहिँ अब फेरि लागेँ अब तलै झरेर बस्नु पऱ्यो ल मोदिर्ने चाहिँ के गर्दै हुनुहुँदो रहेछ त यहाँ मस्त लिप्दै हुनुहुँदो रहेछ बनाउनु पऱ्यो नि त घर अब आफू सुत्ने घर राम्रो बनाउनु पऱ्यो है राम्रो यता चाहिँ नलिप्ने कस्तो छ एक लाइक लाइक त अब यहाँ मैले दिने होइन अब अरूले दिनुहुन्छ नि यहाँनिर अब दिने मान्छेहरू थुप्रै हुनुहुन्छ नि हौ मेरो अनि दर्शकबिन्दुहरू हुनुहुन्न त अनि दर्शकबिन्दुहरूले ल ठिक छ दामी भयो कोठा खाट पनि बसिसक्यो अब ड्याम ठिक छ यसपालि राम्रो छ अब सधैँभरि परेन नि त यसपालि त हो खुसी हुनु पऱ्यो नि त ल लिनु पऱ्यो है लिनु पऱ्यो अवसर गुमाउनु भएन
ल ठिक छ यहाँ चाहिँ 2टा खाट ल यहाँ चाहिँ 2टा खाट रहने भएछ मुदिरकोमा तर्सेन गीत मारौँ तेरो काम छैन तेरो काम छैन जेबाकोली पनपत्तन दल्दै बसिराखेको रहेछ त्यसै राम्रो देख्नु भएको होइन नि तपाईँहरूले गाईहरू यहाँ हेर्नु होला है दल्ने चिज नै दल्ने चिजहरू होइन अनि पुस्ने चिजहरूदेखि ल्याएर लान्छु मात्रै भनेर हुन्छ किनिदिन सक्नु पर्यो चिजबिजहरू सक्नुहुन्छ कि सक्नुहुन्न भन्नु पर्यो त्यतिकै राम्री मात्रै देखेर हुन्छ निक्लिन सिनाटेको एक्लै काम छ मेरो काम बिना त म हिँड्दिनँ नि काम बिना म हिँड्ने मान्छे हो त एकदम म काममा मात्रै हिँड्ने हो ओहो ल ठिक छ आज त घरमै बसिरहेको छ है म कहाँ चाहिँ जान्छु त म कहाँ चाहिँ गएको देखिस् ए ल ठिक छ कान्छी रोइनी कान्छी रोइनी कान्छी रोइनी के काम छैन के पर्दा बौला आउँछ के तपाईँले चामल किन्नु मलाई आउँथेन नि काठमाडौँ पठाउनुलाई छिन्की यत्रो पिने कि क्या छोराछोरीलाई पोस्यायो पुत्तली जस्तो फेरि घुमेर नाच्दिनु त सबै माटोले मुर्दाले गएर घुम्क्यादियो मेरो त उहाँ पुऱ्याइदियो गाइजु लु बिना कामे मेरो ए बिना कामे मेरो नाम चाहिँ अब बिना कामे कति टाइम लागेको लाग्छ नि टन्नै लाग्छ अझै छ बाँकी छ नि अनि हिजो खुट्टा उसिन्छ पानी टाइम दामी खाइयो नि हौ कसको भाडा उसिलेको पर प्रकाशमा बाजेको लिएर गएको थिएँ कसो खुट्टा राणा खुट्टा नि हौ कहाँ खुट्टाले चाहिँ एकदम कमजोरी भयो नि खस्तेरीमा के तेरीमा कुच्चै दिन्छ अहिले मर्ने गर अनि भेट्छ सहिले त्यहाँ खुरुखुरु काम गर्नु छोडेर त्यो त साइडको कपाल काट्छ उजस्तै भएछ त जुडुङ दुकान यो अस्ति यहाँ बाँधेको थियो नि त आज काटेर आउने हो मिलाएर त्यही पैसा मिलाउनु लाउने हो क्या धिरा जस्तो लगाइছি यहाँ चाहिँ कोसँग बोल्दै रहेछ काल चाहिँ हेरौँ है त छैन टिकटकमा क्याप्चर गर्छ कोसँग लभ परेर रहेछ खासै लभ त परेको छैन रहेछ टिकटकमा परेछ त चाँ भनेपछि चान्स छ है गाइजहरू म त हिँडेँ गाइज दिक्तेल जानुपर्ने सेक्सन यार दिक्तेल पुगेर आएर चाहिँ अनि फेरि मोज गरौँला गाउँतिर डुलेर कान्छ राई हामी भेट्छौँ कान्छ राई त अहिले के हुनुहुन्छ नि सक्यो कहाँ हिँडेको झोला बोकेर पहिलो हिँडेछ यो त अब घरमा भनिदिन्छु यो झोला बोकेर पहिलो हिँडे कहाँ हिँडेको सब हेर त लुगा फाटा बोकेर पहिलो हिँड है आबेन छोल्टी त आमा झोला सोला हेर त यहाँ झोला सोला बोकेर लाज छैन यहाँ दाजुहरूको गाडी हिँडेको सामल सबै झोला सोला बोकेर हिँड्यो यो त अब खोइ भाडा ल्याउ न बसाल मलाई खोइ कहाँ हिँडेको त कहाँ हिँडेको झोला सोला बोकेर त लाज हुँदैन यहाँ यत्रो दाजु काकाहरूको अगाडि चाहिँ अब यसरी त खुल्यामे यसरी झोला बोकेर कहाँ हिँडेको धेरैमा सुम्लाउ नकराउन न हापेन सोल्टी यो दादाको त के भन्छ त माइला राम्रै कन्भेन्स गर्छ कहाँ चाहिँ म के भन्नु म कहाँ हिँडेको फर्की घर फर्की घर फर्की नखराउन न लु कहाँ हिँडेको यो दादाको घर फर्की घर
घर घर कहीँ नगन कामै छैन खोइ लगाइयो त झोला सब बोकेर कहाँ लाग्यो मेरो बुझ्ने त जा 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 लु जा 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 तर फर्केर जाइज है फेरि हुँदैन यो जस्ट फन्डको लागि भनेर भन्ने हो कि केद्री तिमीजना कुरै बुझ्दैन तिमीजना सानो भाइ मात्रै ठुलो भाइ मात्रै बढाउने हेर्छ कहाँबाट हुन्छ त नि आउँछ हेर न फिकिस आउँछ नि अनि त्यो चाहिँ नसुनाऊ त्यस्तो चाहिँ अब आजको दिनमा चाहिँ हाम्रो काम सरासर सुरु हुँदैछ ला साँच्चै भरे हाल्ने भिडियो पनि एडिट गरेको छैन आज त यार पानी हाल्यो क्या पानी हाल्यो क्या प्लास्टर गर्ने भनेको होइन कहाँ गर्छ प्लास्टर अहिले भयो अन्तिम नगएर पहिले मिलाउँदै गर्ने पहिले के गर्ने ढलान गर्ने घरमा बनाउनु पर्छ खर गरौँ ढलान गरौँ यहाँ त गिटी लाउनु पर्यो त अहिले भयो त्यतिकै राख्यो पानी हालिहालेको अब गरिहाल्यो त्यस्तै हो नसोधिकन काम गर्ने त्यही त ढलान चाहिँ कहाँनिर चाहिँ प्लस्टर त गरिसक्यो कहाँनिर चाहिँ गर्ने भन्दैछु म यत्रो माल उहाँले भन्नुभयो नि त भने यत्रो त लाग्दैन नि जानु तपाईँ 5-6 भिडियो नै गर्न छोडिदिनु लो 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 होइन यसलाई उन अब अप्ठ्यारो हुन्छ त घोल्नु हुँदैन गिटी लाउँदै गर्न मिलिहाल्छ अब यहाँ फर्म बनाउनु पर्यो आज हाम्रो ढलान हुँदैछ लु दियो दियो अलिकति अल्गो भयो 1 सेन्टीले भने जस्तो अलिकति अल्गो भयो ल आज भने चाहिँ हामी यहाँ हाम्रो ढलान छ लगभग अब काम अन्तिम हुँदैछ अनि अब चाहिँ खाजा खाने भन्ने सल्लाह हुँदैछ हाम्रो अनि यहाँ फर्महरू चाहिँ यसरी बनाउनु पर्दो रहेछ अब चाहिँ हाम्रो यो डिप फ्रिजमा राखेको सामानहरू झिक्नु पर्ने हुन्छ होइन हाम्रो डिप फ्रिजमा चाहिँ अब यहाँनिर यस्तो चिजहरू राखेका छौँ कि चिसो भइरहेको छ हाम्रो डिप फ्रिजमा अब यसलाई लग्नु पर्ने हुन्छ है मैले चाहिँ निकालेर तेरिका डिप फ्रिजको मालहरू आइज बाबु आइज अरूले पा झिक्छ यस्तोबाट हामी चाहिँ यस्तो झिक्छौँ है गाई खोलाबाट अब आइज बाबु आइज हाम्रो तेरिका माल निकालियो गाई माल आयो माल अघि माल चाहिँ मैले लगेर जानुपर्ने हुन्छ होइन माललाई ल ठिक छ आज भने चाहिँ काम अब ढलानको काम सुरु हुँदैछ ज्याम कि ज्याम झ्याप लाएर केद्रे ल बिताएको छ केद्रे आयो ल ठिक छ मस्त काम धमाधम चलिरहेछ आफ्नो काम आफै गर्ने भन्ने हिसाबले आफै गरिराख्नु भएको छ झ्याप कि झ्याप यस्तै छ आजको हाम्रो दिनमा चाहिँ उहाँ मिस्त्री हुनुहुन्छ उहाँ चाहिँ मिलाउने फेरि होइन अब कुदो केतिर कुदो देखायो पो त देखायो पो त केटाले हो भुँडी यसरी हो नि त घट्ने दियो पो त भिडियो बनाएको भनेर यो के पावर आएको हैन यो त यस्तो सदा हो नि भिडियो बनाएपछि त्यहाँ केटै हाल्नु आमा स्पिड सानो छ ठिक छ भिडियो चाहिँ हानिदिनु पर्छ बुढाले हमरे जाँट त 150 हानिदिइहाल्छ नि ल है ल स्पिड गरौँ
मजा हातले गिटी होइन छैन पुगेन यहाँ छैन मसला मात्र अँ फेरि गिटी ठिकै छ ठिकै छ यहाँ हेर्नु न हौ छिटो छिटो धेरै गिटी हाल्यो भने माथि त्यहाँको दारा निक्लिन्छ अब अलिक मसलै धेर भएछ दारा निस्केर सबै हालौँ है हालौँ मसला मात्र छ म चाहिँ हग्न जानुपर्ने भयो गाई यार जङ्गलतिर साह्रो नमिठो पादिरहेको छ आज मैले के हो आफ्नो पातले जाँदा आफै तर्ने भएको छ कहाँ हग्दिउँ जङ्गलतिर नहगौँ भनेको हग्नै पर्ने भयो यार हजुर यता उँधो 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 कस्तो छ कहिले काहीँ निगुरो टिम जानुपर्छ फेरि उँधो पनि यार हगौँ भने ए ल आजको दिनमा भने चाहिँ अन्तिम चरणतिर छौँ आज हामी अब थोरै अलिकति पुगेन र फेरि थोरै थपेर चाहिँ अब यसले काम पुरा गरेर फत्ते गरेर चाहिँ अब घरतिर लाग्नुपर्ने हुन्छ अनि अब हाम्रो ढलान चाहिँ दामी भइसक्यो क्या माथि अनि केत्री के छ ठिक छ अब हाम्रो ढलान चाहिँ एमान भइसक्यो यहाँनिर आयो पो त हौ ल यस्तो राखेर गर्नुपर्दो रहेछ यो चाहिँ छिर्ने अनि यतिलाई मात्रै नपुगेको यति पुगेपछि अझलाई काम भयो अनि ढुङ्गा फाल्नुपर्छ मासतिरबाट गट्टङटङ एकछिन त्यही हो लगाइ चाहिँ आजको भिडियोमा चाहिँ यस्तै भयो हेर्दै गर्नु होला भिडियोलाई लाइक सेयर सब्सक्राइब कमेन्ट गरेर चाहिँ सपोर्ट गर्दै गर्नु होला भन्दै आजको भिडियोबाट चाहिँ बाई बाई गर्छौँ है त गाइजहरू